गुड न्यूज एभ्रिवान। अब हजुरले 3 month को एकोमोडेसन प्लस 3 month को जिम मेम्बरसिप हजुरले युनिभर्सिटी अफ विन्चेस्टरमा आफ्नो मास्टर्स प्रोग्राम पढ्दा हजुरले यो अपर्च्युनिटी पाउनुहुन्छ। हजुरको 9 year को ग्याप छ। हजुरले वेबर अप्सन खोज्नु भएको छ। हजुरको 55% मात्र आएको छ। हजुरले नेपालको कुनै पनि युनिभर्सिटीमा हजुरले आफ्नो ब्याचलर प्रोग्राम पढ्नु भएको छ। हजुरको 9 year को ग्याप छ भने नि हजुरले एमओए बेसिसमा मजाले युनिभर्सिटी अफ विन्चेस्टरमा एप्लाई गर्न मिल्छ। हजुरले मजाले 7,000 पाउन्ड कासको लागि डिपोजिट गरेर बाँकी रहेको इन्स्टलमेन्टमा पे गर्ने अप्सन नि छ। यो भन्दा अफोर्डेबल युनिभर्सिटी हजुरले पाउनुहुन्न। ट्युसन फी आफ्टर स्कलरसिप 12,000 रेन्जमा आउँछ। एकदम अफोर्डेबल युनिभर्सिटी हो। सो हरिअप गर्नु होला, लिमिटेड सिट एभाइलेबल छ। हजुरले हाम्रो छिटो एसटीसी लाई कन्ट्याक्ट गर्नु होला। सो सी यू सुन इन एसटीसी। थ्याङ्क यू।